गएको हो तास्मानियाको फ्लाइट गयो सामान यति नै लिएर आएँ मैले अहिलेको लागि यस्तो छ एयरपोर्ट चिसो छ 11 डिग्री झोला बोकेर म चाहिँ अब यहाँ दाइ पार्किङमा छन् क्या अरे पार्किङ गाडी लिएर आउनु भएको रहेछ सो म त्यहाँ जाँदैछु है हाम्रो दाइ बुढा गाडी लिएर आइसक्नु भएको छ टक्क लगाएर डाउन ज्याकेट लगाएर चो बुढा है ल वेलकम टु होवार्ड है ल्यान्ड भयो तास्मानिया अनि चिसो रहेछ 11 डिग्री सेल्सियस चिसै हो होइन हाम्रो टक्क दाइ लिन आउनुभयो ल वेलकम टु तास्मानिया है ल अब आज केही पनि देखिएन अब भोलितिर देखिन्छ भ्यूहरू के कस्तो बाङ्गो ब्रिजमा गुड मर्निङ फ्रम तास्मानिया अब हामी चाहिँ मर्निङ वाकमा हिँडेछौँ कति बज्दा अहिले 11 बजिसक्यो अब हामी चाहिँ यहाँबाट स्ट्रिट भ्यू सबको के छ अगाडि एक्सप्लोर हान्दैछौँ अब दाइले त के एक्सप्लोर गर्ने र मैले चाहिँ दाइको त यहाँको अब बासिन्दा भइसक्नु भयो होइन अस्तिसम्म हामी सिडनीमा थियौँ अब अहिले चाहिँ तास्मानिया आएको छु हेर्दै जाउँ जाडो छ चिसो अति साह्रो हाइकिङ गइरहेछौँ अब हामी लाइट मर्निङ वाक अगाडि हाम्रो खैरी सोल्टीहरू रोड क्रस गर्ने ठाउँ यस्तो छ हाम्रै जातको कफी लियौँ दामी कफी अगाडि चाहिँ सिटीतिर जाँदैछौँ यार हामी आज सिटी घुम्दैछौँ अहिले चाहिँ हामी सिटीमा घुम्दैछौँ है सिटी चाहिँ यहाँको यस्तो छ चलबल सिडनी बसेकोहरूले त यहाँको मर्निङ भ्यूज यस्तो छ यहाँ सबवेहरू छ यो चाहिँ अलिअलि सबहरू छ तास्मानिया घुम्दैछौँ सिटी एरिया दामी रहेछ यो त उसको कस्तो रहेछ के भन्छ सेन्ट्रलमा छ नि सेन्ट्रल स्टेसनमा जस्तो रहेछ यहाँ यो चाहिँ बस भयो यहाँको बस स्टेसन हेर न 1926 यो चाहिँ मकवारी स्ट्रिटतिर आइपुग्यो यहाँको भ्यूहरू चाहिँ दामी छ युनिभर्सिटी आइपुग्यो कि हामी हेर्दाखेरि त्यस्तै लाग्यो एरिया हेर्दाखेरि त र यहाँबाट चाहिँ देखेको छ यो बस हेर्नु है त अस्ट्रेलिया टुर हामी बस म्युजियम त म नि गएको छैन अहिलेसम्म कहाँ हो म्युजियम थाहा छैन म्युजियम अहिले लेखे जस्तो लाग्थ्यो यतातिर हुनुपर्ने होबार्ट कफी रोस्ट होबार्ट सिटी घुम्दैछौँ है हामी अहिले यहाँबाट चाहिँ हाम्रो नयाँ स्पोर्ट्सहरू आइरन पर्ट क्रुजहरू यस्तो सानो क्रुजहरू छ सानो आइल्यान्डहरू त्यहाँ देखिएको छ त्यो कनेक्टेड नै होला सायद फलामकै हुन्छ सानो क्रुजहरू यहाँ यस्तो छ
घुम्दैछौँ है। ठाउँहरू बवाल छ, ठाउँहरू बवाल छ। मर्निङ दामी दामी पिसमा रहेको छ। गए मार्केट यहाँको हाट बजार मोबाइलको तास्मानियामा पनि सेन्ट्रलको जस्तो यो क्लक टावर रहेछ कि। तास्मानियाको त सबै कुरा नौलो है। ल हेर्दा हेर्दा आकाशधरि यस्तो देखिन थाल्छ।